नमस्कार सम्पूर्ण मेरा दर्शक साथीहरू। आज पनि खास गरी धरानमा भइरहेको विषयबारे अलिकति मनका कुराहरू, मनका जिज्ञासाहरू तपाईँहरू सामु राखौँ भनेर उपस्थित भएको छु। सकेसम्म भिडियोलाई स्किप नगरी अन्त्यसम्म हेर्नुहोला। मैले भन्न खोजेको विषयवस्तु के हो र कसको के रहेछ त भन्ने विषयमा तपाईँहरूले अन्तिमसम्म हेरेर मात्र बुझ्नुहुन्छ जस्तो लागिरहेछ। त्यही भएर भिडियोलाई अन्तिमसम्म स्किप नगरी हेर्नुहोस् र भिडियोलाई मन परेदेखि कमेन्ट, लाइक र सब्सक्राइब पनि गरेर जान तपाईँहरूलाई अनुरोध गर्छु। र अझ म प्रवेश गर्छु विषयवस्तु। खास गरी धरानमा केही वर्ष यता हर्क साम्पाङले मेयर भए यता धरानमा निरन्तर श्रमदान भइरहेको हामी देख्न सकिन्छौँ। हर्क साम्पाङले करोडौँ लाखौँ अर्बौँको प्रोजेक्टहरू चाहिँ श्रमदानबाट सम्पन्न गरिसकेका छन्। उनले लाखौँ जनताहरूको मन जितिसकेका छन् हैन। पछिल्लो समय खानेपानीको त अलग पाटो रह्यो र पछि अहिले आएर खानेपानीहरू त कैयौँ लाख अरबको उनले समावेश गरिसके। त्यस्तै अन्य विभिन्न कामहरू गरिसके, सम्पन्न गरिसके। उनले धेरै चमत्कारी कामहरू गरिसके हैन। त्यो सधैँ चमत्कारी काम गर्छ भन्दै आएको छु। र आज केही महिना, केही हप्ता अगाडिदेखि धरानका केही ट्रेन्डहरू बनाउने क्रम जारी छ हैन। त्यहाँनिर चाहिँ अब खानेपानीको श्रमदान अलग पाटो थियो, त्यहाँनिर अलग पाटो भएको कारणले गर्दाखेरि अब अलिकति नगरपालिकाको पैसा पनि ड्रेन बनाउने क्रममा खर्च भएको, अस्तिदेखि खर्च भइरहेको छ भन्ने कुरो हर्क साम्पाङले भनिरहेको छ। र त्यो पैसा चाहिँ अब निकासा गर्ने बेलामा चाहिँ धरानका मेयर हर्क साम्पाङ र उपमेयर ऐन्द्र विक्रम बेगा उनीहरूको लफडा परिरहेको छ। अहिले लफडा पनि यस्तो छ कि हामीले देख्न सक्छौँ हैन। लफडा पनि यस्तो खाले छ कि जुन मैले आजभन्दा 20-25 वर्ष होला, समथिङ म 12-13 वर्षको उमेर हुँदाखेरि हाम्रा बाउ बाजे अर्थात् दाइ खालहरूले कुनै खोला बजारमा गरिने एउटा खोला बजारतिर खेलिने एउटा लडाइँ, ग्याङ फाइट भनौँ, ग्याङ फाइट, गाउँघरमा खेलिने ग्याङ फाइट जस्तै एक समूह बनाएर ग्याङ फाइट खेले जस्तै उनीहरू ग्याङ फाइटमा पनि उत्रिएको लगभग हामीले देख्यौँ आज हैन। यस्तो खालको अराजकता उहाँहरूबाट हामीले एक्सपेक्ट गरेको थिएनौँ। उहाँले एउटा नगर प्रमुख, नगर उपप्रमुख भएर आफ्ना ग्याङ लिएर फाइटै खेल्ने खाले यो तहसम्म पुग्नुहुन्छ भन्ने हामीले एक्सपेक्ट गरेका थिएनौँ हैन। तर आज भयो अचानक। यो चाहिँ अब पैसा निकासा गर्नुपर्छ र गर्नु हुँदैन। अर्थात् ऐन्द्र विक्रम बेगाले चाहिँ यो श्रमदान गर्ने मान्छेहरूलाई म सम्मान गर्छु। श्रम धरानलाई बनाउँदै हुनुहुन्छ हैन, धरानलाई बनाउँदै हुनुहुन्छ, श्रम गर्दै हुनुहुन्छ, उहाँहरूलाई सम्मान छ। तर यो पैसा निकासा गर्ने तरिका चाहिँ नियम सम्बद्ध भएन भन्ने चाहिँ ऐन्द्र विक्रमको यो भनाइ रहेछ हैन, उहाँले राख्नु भएको। र अब हर्क साम्पाङको भनाइ चाहिँ के हो भने एमर्जेन्सी हो, एमर्जेन्सीमा गर्ने काम हो, त्यही भएर यो निकासा गर्नुपर्छ भने। हुन त हाम्रा नेपालका हाम्रा कानुन नियमहरू कतिपय जनताको विपक्षमा छन्। जनतासँग जाँदाखेरि कतिपय घुम्नुपर्ने अथवा सर्टकट नभएको, धेरै लङ प्रोसिजर भएको हामीले महसुस गर्दै आएको पनि हौँ हैन, महसुस गरेका छौँ। यो विषयमा धरानका मेयर हर्क साम्पाङले समन्वयन गर्नुपर्छ। कति सकिन्छ आफ्ना तर्फबाट त्यति चाहिँ सर्टकट छोटो दूरीहरू नियमहरू कानुनहरू बनाउनै पर्छ हैन। हर्क साम्पाङले पनि कानुनभन्दा कोही माथि छैन, कानुन बनाउनै पर्छ। आज सत्तामा छौँ र आफ्ना खुसीले गर्ला, तर भोलि हामी सत्ताबाट निस्किनु पर्दा फेरि हाम्रा विरुद्धमा ती सबै खनिनेछ। आज सत्तामा हुँदा त अख्तियार विभिन्न किसिमका मान्छेहरूले गल्ती नगर्दा त हैन, गल्ती नगर्दा त लागिपरेका छन् भने भोलि सत्ताबाट बाहिर हुँदा त अब नियम कानुन सम्बद्ध नभएका कुराहरू त भोलि फेरि त्यसैलाई लिएर हामीलाई पनि त समात्ने कुरो, हामीलाई पनि त अप्ठ्यारो पर्ने कुरो हुन्छ। त्यही भएर जति सक्दो चाहिँ जनताहरूमा जसरी छिटो पुग्न सकिन्छ सम्भव भएको कुराहरूलाई नगरपालिका मेयर उपमेयर बसेर चाहिँ सर्टकट तरिकाले
कानुनहरू नियमहरू निर्माण गर्नुपर्छ होइन। नियमभन्दा कोही माथि छैन, नियममै मलाई चाहिँदैन भन्न चाहिँ हुन्न होइन। नियम त चाहिन्छ सबैलाई, यो बराबरी हुनुपर्छ, चाहे मेयर होस् उपमेयर होस्। सायद यो भनाइ यही नै भन्न खोजेको जस्तो ऐन्द्र विक्रम मिगाले चाहिँ यही नै भन्न खोजेको जस्तो लाग्यो, यसैमा विमति भएको हो जस्तो लाग्छ। र विभिन्न खाले अब श्रमदाताहरूलाई चाहिँ अब पैसा दिने कुराहरू, फ्रुटी चाउचाउ खाएका कुराहरू, अब यसमा त्यहाँ धरानका विभिन्न एमाले माओवादी काङ्ग्रेसका पार्टीहरूले यसमा यो श्रमदाताहरूले खाएका विषयहरूलाई लिएर चाहिँ यसमा झगडा गर्नुपर्छ भन्ने कुरो चाहिँ छैन। श्रमदाताहरूले काम गरे, खाए, खुवाउनुपर्छ पनि, दिनुपर्छ पनि, तर कसरी उनीहरूलाई दिने नियम चाहिँ कसरी टोलाउने हो त्यतातिर चाहिँ ध्यान दिनुपर्छ। तपाईँहरूले पनि, मेयरले पनि यो कुरोमा ध्यान दिनुपर्छ। नियम सम्बद्ध चाहिँ त्यो पैसा निकासाहरू गर्नुपर्छ भन्ने हामी जनताको, यद्यपि मेयर हर्क साम्पाङको समर्थक हो म होइन। मेयर हर्क साम्पाङ जहिले पनि समर्थन गरिरहेको हुन्छु। तपाईँहरू मेरा भिडियोहरू अगाडि हेर्नुहुन्छ भने पनि मेयर हर्क साम्पाङकै समर्थनमा म कतिपय भिडियोहरू बनाइरहेको हुन्छु होइन। अब त्यसो भएको कारणले गर्दाखेरि अब धरानमा विकास होस् भन्ने चाहने मान्छे हो म, यद्यपि म धरान बाहिरका मान्छे हो अनि तैपनि धरानमा मात्र होइन नेपालभरि नै विकास हुनुपर्छ, हर्क साम्पाङको भिजनमा अब नआइकन हुँदैन भन्ने मान्छे हो। तर यसरी अराजक ढङ्गले चाहिँ होइन, कानुन सम्बद्ध नै हुनुपर्छ। यद्यपि हाम्रा कानुनहरू मैले अघि भनिसकेँ घुमाउरो छन्, तिनीहरूलाई कसरी सम्बोधन गरेर सर्टकट गरेर लानुपर्छ। त्यो बरु कानुन बनाउने तहमा एमाले काङ्ग्रेस माओवादी वडाध्यक्ष सदस्य मेयर उपमेयर कसले मान्दैन। यदि त्यो सर्टकट बनाऊ भन्दाखेरि तपाईँको प्रस्तावलाई स्वीकारेन भने त्यतिखेर तपाईँले जनताको बिचमा नङ्ग्याउन सक्नुहुन्छ। यिनीहरूले मेरो प्रस्ताव यो खाले प्रस्ताव मानेनन्, यो मैले गर्न खोजेको थिएँ मानेनन्, अब के गर्ने भनेर जनताले तपाईँले प्रस्ताव पार्नुपर्छ, जनताले आफै नङ्ग्याउनेछन् त्यस विषयमा। तर कानुनलाई तपाईँले पनि मानेर जानुपर्छ होइन। अब यसो भन्दैमा म हर्क साम्पाङको विरोध गरेँ होइन। म चाहिँ के हो भनेदेखि चाहिँ भोलि यस्तै खाले समाज फेरि निर्माण नहोस्, अराजकतिर हामी जान खोज्दैछौँ होइन। यो आजको जुन दृश्यहरू हामीले देख्यौँ होइन, त्यो दृश्यले हामीले अत्यन्तै समर्थक पनि दुखित भयौँ। हामी त न माओवादीको समर्थक न हर्कको समर्थक, हामी त के हो भनेदेखि देश विकास होस्, देशमा चाहिँ शान्ति सुशासन कायम होस् भन्ने हो होइन। अब हर्क साम्पाङ अहिलेसम्म त्यस्तो दागी मान्छे भ्रष्टाचार नै गर्छ जस्तो चाहिँ मलाई लाग्दैन। जति आरोप लगाइरहेका छन् होइन, उसमा त्यस्तो फेलियर मान्छे चाहिँ होइन, किनकि ऊ त्यस्तो एक पैसाको लोभले मेयर भएका होइन। ऊ देश बनाउने भन्ने टाइपको हुटुटीले आएका देख्न सकिन्छ। त्यसो भएको कारणले गर्दाखेरि जति पनि आज यो घटनाहरू घटे त्यो एकदमै दुःखद छ। आगामी दिनमा तपाईँहरूको समन्वय होस्, धरान मतलब देशै विकास होस्। हर्क साम्पाङ आगामी आउने 84मा चाहिँ राष्ट्रपति भएको हेर्न चाहन्छौँ होइन। त्यही नै अब भन्न चाहन्छु। बाँकी तपाईँहरूको प्रतिक्रिया पनि म यसमा चाहन्छु। तपाईँहरू के भन्नुहुन्छ आफ्नो प्रतिक्रिया राख्नुहोला। नमस्कार, बाई बाई।